नमस्कार, रेशमी इलेक्ट्रिक एन्ड टेक्निकल सल्युसनमा यहाँहरूलाई स्वागत छ। के तपाईँ यो गर्मीमा एसी लगाउने सोच्दै हुनुहुन्छ तर कुन एसी लगाउने भनेर कन्फ्युजनमा आउनुहुन्छ भने तपाईको एकमात्र चोइस हुन सक्छ माइडे एक्सट्रिम प्लस र बजेट रेन्जमा सक्नुहुन्छ हाम्रो मार्को ब्रान्डको इन्भर्टर स्मार्ट इन्भर्टर एसी र बिजुली कति खान्छ भन्ने सन्दर्भमा तपाईको माइडे एक्सट्रिम प्लस विश्वकै एउटा नम्बर 1 इन्भर्टर फिचरबाट चल्ने एसी हो र एआई फिचर पनि भएको एसी हो। यो चाहिँ र मार्को पनि एकदमै राम्रो छ, स्मार्ट फिचर भएको एउटा एसी हो। बिजुली कसले कति खान्छ भन्ने कुरा चाहिँ तपाईको रुम साइज, घरको डाइरेक्सन, रुमको डाइरेक्सन र रुमभित्रको एयर टाइट कतिको छ भन्ने कुरामा डिपेन्ड रहने कुरा रहनेछ। जस्तो तपाईको चारैतिरबाट एयर टाइट छ भने त्यो एसीले पिक आवरमा चाहिँ अलिकति बढी बिजुली नर्मल एसीले जति लिन्छ र त्यसले आफ्नो टेम्परेचर पुर्याउँदै जाँदा एकदमै कम लिने गर्छ इन्भर्टर फिचरको एसीहरूले। त्यो तपाईँ त्यसमा क्लियर हुनुपर्नेछ। र एक तला घर छ, टिनको घर छ भने चाहिँ बिजुली नर्मल्ली तान्छ नै, यसले नर्मल एसीले भन्दा कम तान्दैन। रुमको साइज, रुमको डाइरेक्सन र एयर टाइट कतिको छ रुमको भन्ने कुरामा डिपेन्ड रहने भयो यो बिजुली खपत गर्ने सन्दर्भमा। तपाईको उत्तर पूर्वको कोठामा भुइँतालामा उसले दिएको कमान्ड अनुसारको टेम्परेचर तुरुन्तै उसले पुरा गर्छ र बिजुली कम खपत गरेर आफूलाई चलाउँछ भने दक्षिण पश्चिमको रुम र एक तला घरमा चाहिँ अथवा टिनको घरमा चाहिँ बिजुली यसले नर्मल इन्भर्टरले जति नै बिजुली यसले चाहिँ खपत गर्ने हुन्छ, किनकि यसलाई दिएको कमान्ड पुरा गर्नलाई उसलाई निरन्तर चलिराख्नु पर्ने हुन्छ फुल स्पिडमा र बिजुली उति नै तान्छ। यो चाहिँ तपाईँ क्लियर हुनुपर्छ, किनकि कतिपयले के भन्नुहुन्छ इन्भर्टर मोडलको एसी लगाएर पनि बिजुली उति नै आयो भन्ने गर्नुहुन्छ। त्यो चाहिँ तपाईँको रुम साइज, रुमको डाइरेक्सन र टिन अथवा एक तला अथवा टप फ्लोरमा भएको हुनाले चाहिँ बिजुली चाहिँ यसले लिने गर्दछ। त्यसैले तपाईँको रुम साइजमा डिटरमाइन हुने भयो, रुमको लोकेसनमा डिटरमाइन हुने भयो र तपाईको रुमको डाइरेक्सनमा डिटरमाइन हुनुभयो र रुमको एयर टाइट कतिको छ भन्नेको चारैतिरबाट झालडोका सिल छ कि छैन त्यसमा डिपेन्ड हुने भयो बिजुली खपत हुनेमा। या तपाईँले जुनसुकै कम्पनीको इन्भर्टर एसी लगाउनुहोस् त्यो बिजुली चाहिँ ती आदि कुराहरूमा चाहिँ डिपेन्ड रहेर बिजुली खपत गर्ने कुरा रहे। यदि तपाईँलाई एसी चाहिन्छ भने हामीसँग माइडे एक्सट्रिम प्लसको एउटा इन्भर्टर फिचर र एआई मोडल विश्वकै नम्बर 1 इन्भर्टर फिचरको एसी रहेको छ र बजेट रेन्जमा अलिकति कम रेन्जमा खोज्नुहुन्छ भने मार्को ब्रान्डको छ, गोनिकाको छ, ग्रीको छ। तपाईँहरूले स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। धन्यवाद।